हेलो सबैजनालाई नमस्ते। अनि आज चाहिँ म यस्तो दृष्टिहरू देखाउँछु होइन, त्यो भएर म हल्का फुल्का म तपाईँहरूले जाने कोसिस गर्छु होइन। अनि यो चाहिँ नि यहाँ यस्तो समुद्र छ नि, समुद्र यो समुद्र चाहिँ यो हो अरे के, हाम्रो नेपालीहरू त्यो अमेरिकातिर, इङ्ल्यान्डतिर अनि त्यो युकेतिर कहाँतिर जाँदाखेरि चाहिँ अनि त्यो सिपमा पसेर चाहिँ यस्तो तारेर जाने त्यो एउटा बाटो चाहिँ यो हो अरे क्या। अनि म चाहिँ यो छेउछेउतिर चाहिँ काम गर्छु। हुनु चाहिँ यो फ्रान्समा पर्छ, तर पनि त्यो बाटो चाहिँ यो पर्छ अरे क्या। त्यो ठुलो ठुलो सिप तपाईँले देखेँ कि देखेन होला, उता मैले जुम गरेर देखाउँछु ल। हो यो 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 हो त्यो सिप हो क्या, त्यो सिप ठुलो काठ जस्तो रहेछ नि, त्यो सिप हो क्या खास गरी। अनि अनि म आज यस्तो म छुट्टी छ होइन, अनि छुट्टी भयो अनि त्यहाँदेखि यस्तो समुद्रको छेउतिर मेन मेन उतातिर गए पनि हुन्थ्यो कि, तर पनि चाउ लागेको थियो। अलि मौसम पनि चिसो चिसो रहेछ। अनि मैले यस्तो सोचेको थिएँ कि अब म त अहिले यहाँ पुगिसकेँ नि त, अनि यहाँबाट पनि सरेर अमेरिकातिर जाउँ कि भनेर सोचिरहेछ। त्यही भएर एकचोटि भन्नु त म जाउँ कि नजाउँ। यो समुद्र अति ठुलो छ नि, मलाई चाहिँ त्यो समुद्र ठुलो छ है। अब यहाँबाट अनि कहाँतिर जान्छ कि त्यो मान्छेहरू टन्न हुन्छ नि, 100 200 300 400 त्यो ट्रक जस्तो त्यो भित्र हालेर हुन्छ नि, हो त्यस्तोमा चाहिँ हालेर बाटो एउटा चाहिँ यो पर्छ अरे। यदि तिमीहरू यहाँबाट चाहिँ त्यो युएसतिर कहाँतिर इङ्ल्यान्डतिर कहाँतिर जानु पऱ्यो भने चाहिँ मैले भन्नु ल, म यहाँसम्म पुऱ्याउनु काम चाहिँ म गर्छु। हस्, ओके, टाटा।